सकेपछि पालिकाहरूको स्थापना भइसकेपछि नयाँ निर्वाचित सरकारले यो नेपालमा अब चाहिँ सुकुम्बासी भूमिहीन कुनै पनि नागरिक नरहोस् भन्ने उद्देश्यका साथ यो आयोगलाई पूर्ण अधिकार दिएर पठाएको थियो। बीचमा अब यो कार्यक्रम यसले सञ्चालन गर्यो। 77 सालमा यो गाउँपालिकासित सम्झौता गर्ने यो आयोगले र गाउँपालिकाले सम्झौता गर्ने र अनि काम सुरुवात गर्ने भनेर चाहिँ 77 सालमै यो सम्झौता गरिएको थियो माघमा। तर पनि अब बीचमा आएर केही चाहिँ हाम्रो काम हुँदै बीचमा केही रोकियो हैन। त्यो निस्सा बाँड्ने काम चाहिँ सबै सकियो। अब हाम्रो नापजाँचको काम बाँकी रहेछ यहाँ। अनि अहिले नयाँ सरकार आएपछि फेरि त्यो आयोगहरू परिवर्तन हुन थाले। पहिला चाहिँ सुरुमा बनेको आयोग थियो, पछि अर्को प्रधानमन्त्री फेर्दाखेरि त्यो आयोग चेन्ज भयो फेरि। अनि त्यसपछि अर्को प्रधानमन्त्री फेर्दा फेरि चेन्ज भयो। अनि अहिले फेरि अर्को चेन्ज भयो। यसरी चाहिँ हामीलाई त ढिलो भएको छ। अब हामी यो पालिकाभित्र आज 5औं वडाबाट सुरु गरेका छौँ। यहाँहरूलाई हाम्रो अघि नै गोकुल भाइले भनिसक्नुभयो, यो तपाईँहरूले अब काम गर्दाखेरि कर्मचारीलाई तपाईँहरूको सहयोग भएन भने कर्मचारीले पनि काम गर्न सक्दैन। विवाद नगरिदिने हैन। आफूलाई चाहिँ तोकिएको त्यो कानुन बमोजिम यति जग्गा पाउने भन्ने व्यवस्था छ हैन। त्यो मैले यति ओगटेको छु, यति सबै मैले पाउनुपर्छ भन्ने छैन। त्यो सबै पाउनको लागि कति कट्ठाको यति रुपियाँ दिने भन्ने छ। त्यो राजस्व बुझाएर त्यो जग्गा आफूले लिन पाउने छ। मैले 2 बिघा चर्चेको छु भनेपछि मलाई चाहिँ नि 1 कट्ठा 3 कट्ठा कति घडेरी पाइन्छ। अनि कमाइ खाने जग्गा हो भने 10 कट्ठा पाइन्छ। त्यसपछि बढी लिनुपर्ने हो भने अनि त्यो जग्गाको राजस्व हामीले बुझाएर बाँकी जग्गा आफूले लिन पाइन्छ। त्यो व्यवस्था छ। त्यो कानुनले त्यस्तो बनाएर पठाएको छ। त्यसैले यहाँहरूले अहिले कसैले 4 बिघा ओगटेको होला हैन। त्यो 4 बिघाको क्राइटेरिया अहिले छैन। भोलि त्यो आयोगले चाहिँ छलफल गर्छ हैन। तपाईँहरूलाई चाहिँ त्यो एउटा सुविधा दिएको छ। धेरै पैसा तिर्नु पर्दैन। त्यो राजस्वको पनि यति % मात्र तिर्ने भन्ने व्यवस्था छ। त्यो तरिकाले तपाईँहरूले जग्गा पाउनुहुन्छ। अब हामीले यो काम सकेसम्म छिटो सकिहालेको भए राम्रो हुन्थ्यो भन्नेमा छौँ। अन्त लगभग काम भइसकेको रहेछ। उहाँ कोलपुर नगरपालिकाले लगभग सकिसकेको छ। अब सुरुवात गरेका छौँ। यहाँहरूले नाचगाँच गर्ने बेला हाम्रा खटिने प्राविधिक कर्मचारीलाई सहयोग गर्नु होला। बिचमा त्यस्तो केही अप्ठ्यारो परिआयो भनेपछि अध्यक्षजी आउनुहुन्छ, वडा अध्यक्ष सधैँ यहीँ हुनुहुन्छ हैन। वडा अध्यक्षसित जानकारी गराउनु होला। उहाँ आएर समस्या समाधान गर्न कोसिस गर्नुहुन्छ। त्यसपछि पनि अझ गाह्रो भयो, मिल्न सक्ने अवस्था भएन भने अलिक बृहत छलफल गर्छौँ। एउटा सहजीकरण समिति छ गाउँपालिका अध्यक्षको अध्यक्षतामै। यो यही काम सम्बन्धी एउटा चाहिँ सहजीकरण समिति छ। त्यो समितिमा छलफल हुन्छ। त्यसरी हामी चाहिँ कामको टुङ्गो लगाउँछौँ। यहाँहरूले चाहिँ उहाँले कमाएको जग्गा पाउनु छ, तर निश्चित एउटा त्यो सीमा तोकेको छ। त्यो तरिकाले चाहिँ दिन्छ, आयोगले दिन्छ। हामीले केवल यो नापजाँच गरेर यो सबै रेकर्ड चाहिँ आयोगमा पठाइदिने हो। र हामीले सकेसम्म हाम्रो उद्देश्य चाहिँ असारसम्म चाहिँ पूर्जा बाँड्न पाए हुन्थ्यो भन्ने छ। यो हामीले काम सक्यौँ भने असारसम्म हामी पूर्जा बाँड्न पनि सक्छौँ। त्यो भावनाले हामी सबैको सक्रिय सहभागिताले यो कार्यक्रम सफल हुने हो। हामीले आफूआफूमा चाहिँ विवाद गर्न लाग्यौँ, कर्मचारीलाई त्यो होइन यसो होइन भन्न लाग्यौँ भने हामीले चाहिँ काम गर्न सकिँदैन। अनि हामी फेरि यस्तै ढिलो भइरहन्छ। अनि हामी सुकुम्बासी हुने दाजुभाइहरू हामी सुकुम्बासी भइरहन्छौँ, भूमिहीन नै भइरहन्छौँ। त चाहिँ हामीले नेपाल सरकारले अब चाहिँ कुनै पनि नागरिक भूमिहीन नबसोस्, उसको थोरै भए पनि जग्गा होस् भन्ने उद्देश्यका साथ यो चाहिँ कार्यक्रम लागू गरेको हो।